पार्क सबैको साझा सम्पत्ति हो अरे म त भरे थिएँ एउटा सानो झोपडी बनाइदिन्छु के हो यहीँभित्र खासमा चाहिँ हामी आज 22 धारा पार्क चाहिँ हामी 3:30 बजी नै आएको तर त्यहाँ टिकट लाग्छ नि त 5 बजीदेखि लाग्दैन नि त मैले एआईको 5 होला भनेर जिस्काएको केटाहरूसँग हल्का यसो हिँड्न आएको केटाहरूले खै कता 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 ल्याइरहेछ अघिदेखि पुरै काठमाडौँ बजार पुरै हेरिसक्यो जङ्गल पुरै हेरिसक्यो होइन आज यहाँ साथीहरूसँग पसराम गरौँ पछाडि 22 धारा पार्कमा छौँ बालाजुको 22 धारा पार्कमा के रहेछ यहाँ पार्क सबैको साझा सम्पत्ति हो अरे म त भरे थिएँ एउटा सानो झोपडी बनाइदिन्छु के हो यहीँभित्र भाडा तिर्दा ल्याङ भइरहेको होला एकदम लु यहाँ बाधाले बचाइ बोकेर नगर न ट्याक्कै पसरामले केटी जिस्काउँछ कि जिस्काउँदैन यहाँनिर एउटा पाँदर छ कि मैले एआईको पाँदर होला भनेर जिस्काएको मैले पसरामले केटी जिस्काउ कि जिस्काउँदैन हेरौँ न भनेको जिस्काउँदै हो लागेको पसरामले केटी चाहिँ देख्नु हुँदैन जिस्काइहाल्छ यहाँनिर म यहाँ भिडियो क्याप्चर गर्दै जान्छ पछाडिबाट जिस्काएको उनीहरूलाई मैले फेरि इन्फर्म गरिदिएँ हो क्या टोक्छ नि त त्यो टोक्ने वाला पाँदर हो क्या म त यहाँको त स्थानीय हो नि त सबैलाई सचेत गराउनु पर्छ एकदम सही हो केटाहरू यहाँ छ आज एनिमल साइन्स पढेको पसरामले ल नाच त ल नाच न तले यो मात्र आउँछ सलाम बहिनीहरू लजाको अवस्था छ केटाहरूले आज 22 धारा पार्कतिर ल्याइसकेको छ ट्याक्क जस रमाइलो भइरहेछ खासमा चाहिँ हामी आज 22 धारा पार्क चाहिँ हामी 3:30 बजी नै आएको तर त्यहाँ टिकट लाग्छ नि त 5 बजीदेखि लाग्दैन नि त 20 रुपियाँ हामी ठ्याक्कै 1.5 घन्टा बस्यौँ है ट्याक्क 100 रुपियाँ बजार भरे अम्बो 1.5 केजी आलु पार्कको नजारा यहाँबाट दामी देखिरहेछ यता जाने बाटो छ तर केटाहरू यता किन गइरहेछ भन्ने मलाई शङ्का एकदम लागिरहेछ मनमै एकदम उत्पन्न भइरहेछ शङ्काहरू यता छ नि त जाने बाटो त यहाँ छ जाने बाटो तर यता किन जाँदैछ परशुरामले हाइकिङ भनेर केटाहरूलाई यहाँ गाडी ल्याइरहेछ अब आज चाहिँ हामी यहाँ अब श्रमदान गर्नु पर्यो नि त यहाँ आज हामी त्यो मन्दिर सरसफाइ कार्यक्रम हुन्छ किन होला पैसा रेडी गरेर ल सबै यहाँ फोरै पर्छ केटाहरूले श्रमदान गर्छ कि गर्दैन रहेछ हेर्छु सुबाले फेरि के हेरेको त्यहाँनिर ट्याक्क हामी चाहिँ अब फर्किँदैछौँ हामी चाहिँ यहाँको मन्दिर दर्शन गरेको महेन्द्र चाहिँ मुक्नु जाँदैछ हाइकिङ गइरहेछ हाइकिङ ओभर गइरहेछ देखिएन कि फेरि हाइकिङ गएको होइन त्यो मुद्दा गएको अब हामी चाहिँ यहाँबाट फर्किन्छौँ यहाँ बाँसगाडीको बाटो चिप्लो छ यस्तो भनेर रहेछ चिप्लेर लड्यो भने तल पुगिन्छ यता गोछले यस्तो छ यो बाटो कहाँ पुग्छ होला ल यो चाहिँ 22 धारा पार्कको बाटो हो यस्तो छ यहाँनिर यतापट्टि ट्याक्क भाइ ऑटोग्राफ भन न भाइ यो भाइ गीत गरेर
त्यो भएर अटोग्राफै माग्छ एउटा यहाँ यी भर्खर भिडियो अन गरेको छ हुन्छ कहिले पानी पर्ने आँटो अब हामी जानुपर्ने हुन्छ यो चाहिँ 22 छाडाको पार्क हो यहाँनिर चाहिँ एकदम मान्छेहरू मजा आउँदो रहेछ क्या धेरै मान्छेहरू आउँदो रहेछ केटाहरू आज सरर अब हेर साथी अब घुमेर मात्र हुँदैन घरमा गएर भात पनि पकाउनु पर्छ बिले माछा हो यार घडीले 6 बजिसकेछ अब यहाँबाट जानुपर्ने हुन्छ हामी हेर्को आउन चाहिँ अघि आएको भिडियो सिडियो के खिच्दा फेरि ढिलो भयो एउटा मेमले हेरिरहनु भएको अयो स्मेल त राम्रो छ यार कसैले फर्स्ट टाइम केटी जिस्काएन नम्बर जिस्काउँदा के नजिस्काएको होला यार है घर भात पकाउनु पर्ने टुल्दै दिउँ है संसार चल्दै ढिलो भइसक्यो जानुपर्ने हुन्छ ए केटाकेटी त कति हो तिमीहरूको गर्लफ्रेन्ड सर्लफ्रेन्ड छैन भनेको यार गर्लफ्रेन्ड सर्लफ्रेन्ड लिएर घुमाउने हो नि त यार त हेर त बैसा त यत्तिकै गएर चाहिँ पातकीहरूलाई पट्याएर त्यो रातभरि के गरे खाना खायो कति खायो भने रातभरि त्यो बोलेर ग्यास्ट्रिक हुनुभन्दा बरु यत्तिकै ठिक छैन केटा हो केटाहरूको यो मनको फ्रस्ट्रेसन चाहिँ म बुझ्छु यस्तो बेला यस्तै हुन्छ नभए त धनेलाई सोध भनेको यार मिटिङ धने कहाँ छ यार कहीँ पनि छैन यो त बुढा नीलकण्ठको जस्तो मन्दिर छ त यार होइन यहाँको फोटो चाहिँ रहेछ नि त उताबाट कता आउने फोटोहरू क्या म त बुढा नीलकण्ठ मन्दिरमा चाहिँ खिच्नु दिँदैन क्या फोटो यो चाहिँ 22 धारा पार्कभित्र रहेको अवस्थित भगवान् बुढा नीलकण्ठको मूर्ति रहेको छ परशुरामले यत्रो घुम्यो होइन लास्ट टाइममा अब राम्रो क्वेसन गरेको छ के खाने आज भनेर अब घुमेको 1 घन्टा 1.5 घन्टा 2 घन्टा हुने आँटिसक्यो तर अहिले आएर राम्रो कुरा गरेर के खाने अरे यता देखिन गयो पानी परेर केटाहरू एकदम बिजोको अवस्थामा छ पानी परेर सबै छातो ओर्द्याउनु भएको छ सबैजना केटाकेटीहरू एकदम पानी परेर बिजोक भएको अवस्था पार्कबाट मान्छे बाहिर निस्किने क्रममा अहिले यतिखेर टोलीहरू चाहिँ बाहिर जानु सिङ्गल टोली मात्रै यहाँ बस्नु है टोलीहरू त जानु सिङ्गल टोली मात्रै ओत्लाउने ठाउँ है यहाँ छ पार्कबाट निस्किने क्रम सुरु भइसकेको कार किन्नु पर्यो नि त साथीहरू कार पानी परेर मेसी र नेमार घर फर्किने क्रममा ठ्याक्क है पानी परेर एउटा मेसी र नेमार घर फर्किसकेको छ अब चाहिँ यहाँबाट हामी निस्किँदैछ पानी हल्का सानो भएको कारणले गर्दाखेरि अब यहाँबाट भाग्नुपर्ने हुन्छ पानी तर पर्दै रहेछ यार के को उयो हुनु पानी पर्दै रहेछ गाडाहरू ठ्याक्क यहाँनिर आज परशुरामको यहाँनिर परशुरामलाई के खाउँछ थाहा छैन यहाँबाट ट्याक्क रोड गर्ने हो अनि जाने हो डमी भनेको त होइन पो रहेछ हामी त एउटा शिक्षित नागरिक हो नि त त्यही भएर हामीले जेब्रा क्रसिङ खोजेरै मात्र काम अनि फेरि जेब्रा क्रसिङमा टिपर ल्याएर बिस्तारै हिँडेन भने छिर्किलाएर लडाउने हो फेरि एकदम भन्दा कति यस्तो लाग्छ होला अस्ति एउटाले होइन जेब्रा क्रसिङमा रोक्दैन ढिलो गरिदियो छिर्किलाएर लडाइदिएको मैले एउटा ट्रक
आमामा जहाँ पनि गीत गर्नु छोड्दैन परशुरामले आफ्नो फ्यान भेटिरहेछ यहाँनिर त्यहाँको दामी दामी चस्माहरू चाहिएको छ भनेदेखि चाहिँ हाम्रो अजितलाई ट्याक्क साथले सम्झिनु होला उहाँले भिडियो भएको चाहिँ अलिक राम्रो भएर बस्नुहुन्छ अरे होइन उहाँले भिडियो बनाउनु पर्ने अरे त्यहाँनिर है मिसन पिक्चर खोलिए है डटपेन पनि छैन मैले एउटा डटपेन किनेर लिएर आउँछ यार अटोग्राफ दिनु पर्यो यार हामी चाहिँ अहिले अब फेरि घर फर्किने क्रममा यहाँनिर हामी जाँदैछौँ परशुरामले आज के खुवाउँछ खोइ मलाई थाहा छैन के गर्छ मलाई रक्सी पसल रहेछ र हो त मलाई अघि पानी पऱ्यो किन्छ होला भनेको त अनुहार छेक्दै लुक्छ यार नकिन्ने ना बाबा ना निमाले के गर्दैछ अरे अस्ति बिजुलीतिर खाँदै गरेको देखिरहेको हो र माछा पोखरी ए नेमार सबले थाहा पाउनु नेमार चाहिँ अगाडि हिँड्दैछ पानीले हामीलाई एकदम दुःख दिइसकेको छ अब हामी यहाँबाट फर्किनुपर्ने हुन्छ भन्दा पनि फर्किँदैछौँ केटाहरू चाहिँ पुरै हाम्रो दिदीले चाहिँ यहाँनिर पानी पर्दा पनि एकदम दुःख गरिराख्नु भएको छ परशुराम दिदीले अब दुःख गर्दै हुँदो रहेछ पानी पर्दा पनि आदरणीय दर्शकबिन यो चाहिँ सुदन गुरुङ हाम्रो सरको चाहिँ बारीमा फलेको मकै हो है भन्दा तपाईँहरूलाई गफ जस्तो हुन्छ होला आउनु है खान दामी छ साँच्चीकै हो हामी यहाँ फेरि मासु पसलमा आइसकेको छौँ अब यहाँ परशुरामले फेरि अब कति किलो किन्छ हेर्छु आज चाहिँ जहिले यस्तोको पानी परेकै बेला आउँछौँ क्या यो दोकानमा चाहिँ फेरि हामी फेरि पानी परेर खाने मासु दिनु न हाय हजुर उहाँको यो नाममा झटार हानिदिनु एउटा कुखुरा म आफै काट्छु उहाँको लगेर चक्कुले रातभरि रेटेर भए पनि काट्छु भएन सिलौटोमा पिसेर भए पनि खान्थ्यो अझ भएन ल कैँचीले काटेर भए पनि खान्छु के यतातिर छैन नि यस्तो ठाउँ छ नि कहाँबाट भाग्नु नि लडेर यता लडेर उता लडेर यहाँ टिकटक बनाइरहनु भएको छ मासु राख्ने हो मासु राख्ने हो 1500 ओ ल यतिकै भयो भने चाहिँ म पनि बिहे गर्छु है अब अहिले त नगर्ने अहिले खाना खाइहाल्यो भोलि भोलि खाजा खाएर चाहिँ कुरा गर्छु नि है म परशुरामको एरिया हो यो सब फ्यानहरू चिन्छ नि कि नचिन्ने परशुरामको भिडियोमा काहीँ न काहीँ देखिन्छ त्यो कुकुरलाई यहाँतिर गेस्ट हाउसहरू छ नि टर्ने यहाँ काम गर्नुहुन्छ उहाँकै मान्छेहरू हाँस्नु थालिसक्यो परशुरामले क्यामेरा तिर्छ आइरहेछ आज भने हो लागिरहेको दुईजना दाइहरू चाहिँ हाँस्नु थालिसक्नु भएको छ परशुरामले देखेर मासु राख्ने एकादशी हो अझ कहिलेदेखि 9 गते के अरे 4 गते एकादशी पर्न थाल्यो मासु राख्ने हो डाइनोसरको 1600 रुपियाँ केजी सस्तोमै दिन नाटेको के हो कला कतारै थिएन हाम्रो त यहाँ काँडाले घोची हामीले त मारेको नि त त्यही भएर सस्तोमा दिएको होइन मैले कराउँछ परशुराम आज ह्याप्पी छ एकदम होइन हाम्रो परशुरामको यहाँ चाहिँ बङ्गला